नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको मिति 2082 12-18 गतेको निर्णय अनुसार विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूमा नेपाली कांग्रेसको नक्कली लेटर प्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारीमा छु भनी मिति 2082 चैत्र 14 गते अनाधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकोले एक पटकका लागि सचेत गराउने निर्णय भएको थियो। यसरी अनुशासन समितिबाट सचेत गराउँदै पनि पुनः मिति 2082 12-30 गतेका दिन नेपाली कांग्रेसको नक्कली लेटर प्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारीमा छु भने नेपाली कांग्रेसको पूर्व उपसभापति पूर्णबहादुर खड्काद्वारा अनधिकृत रूपमा मिति 2082 12-30 गते प्रेस विज्ञप्ति जारी गर्ने कार्य पार्टीको विधान विपरीत देखिएकोले नेपाली कांग्रेसको विधान 2017 संशोधन सहितको धारा 34 को उपधारा 8 घ बमोजिम 7 दिने स्पष्टीकरण सोध्ने निर्णय गर्दछ। 2. प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 का सन्दर्भमा पार्टीका सदस्यहरूले अनुशासन उल्लङ्घन गरेका भए सोको उजुरी 2082 चैत्र मसन्तभित्र नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा पठाउन निर्देशन गरिएकोमा सोको समयावधि 2083 वैशाख मसन्तसम्म थप गर्ने निर्णय गर्दछ।